ला त्यो त ल्याएको थिएँ मैले चस्मा। एकदमै रमाइलो लाग्यो यो बालिनिजको ड्रेसमा होइन, इन्डोनेसियाको एकदमै रमाइलो भयो ट्रेडिसनलमा। हजुरलाई कस्तो लाग्यो? इन्डोनेसियन तीर्थगङ्गाबाट अब एउटा केही नभए नेताबाट चस्मा किनेर हामी निस्क्यौँ। यसले अब नेक्स्ट टाइम गइरहेछ भने चाहिँ मेन फोकस त्यहाँ जानुपर्छ। त्यो त सिक्नु पर्ने कि हामीले 2-4 शब्द इन्डोनेसियन 2-4 शब्द हामीले सिकेको भए हाम्रो डिस्काउन्ट टक्क लाएर सबले भनेर हैरान्छ। ला मेरो त्यो त ल्याएको थिएँ मैले चस्मा गयो बिहान बिहानै। मैले हेलो गाइज भनेर भिडियो बनाउनु गएको थिएँ भर्खर है, यो खस्यो। गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ बिहानको 5 बजिरहेछ, 5:30 पनि बज्न लागिसक्यो जस्तो लाग्यो। हामी चाहिँ गेट अफ हेभन जाँदैछौँ। राजा हामी चाहिँ गेट अफ हेभनमा जानको लागि चाहिँ 6 बजीबाट टिकट खुल्दो रहेछ। अनि यहाँबाट चाहिँ हामी बसेको भिला बाटो चाहिँ 2 घन्टाको छ कि स्कुटीमा ड्राइभ गर्नुपर्ने। अनि त्यही भएर हामी अब यहाँ 6 बज्न पनि लागिसक्यो, 7:30 भइसक्यो। अनि 7:30 भने चाहिँ हामी चाहिँ 7:30 हामी पुरा 8 बज्छ कि त्यहाँ हो। अनि त्यहाँ कति लामो लाइन लाग्छ नि त, थाहा छैन के हुन्छ। ल हामी चाहिँ यस्तै जान्न छौँ, जाडो पनि होला भनेर मैले बाहिर लुगा लाग्छु। अनि सबले पुरै 2 घन्टासम्म चिसो लाग्छ नि त। बालीमा चाहिँ आज डे 2 सेकेन्ड डे। हामी चाहिँ आजको हाम्रो आइटिनरी अनुसार चाहिँ फर्स्ट डेमा हामी गेट अफ हेभन जाने कुरा थियो, तर सबै भनेको जस्तो प्लान ठ्याक्क हुँदैन। हाम्रो आइटिनरीमा थियो, तर हामी डे 2मा राखेर आज बिहान उठेर हामी जाँदैछौँ। हामीलाई चाहिँ ठ्याक्कै 2 आवर लाग्छ कि त्यहाँ पुग्न, हाम्रो भिलाबाट अफ हेभनमा पुग्नलाई चाहिँ। हामी चाहिँ यहाँ पार्किङमा छौँ। No Indonesian. Sorry. I lived in New Zealand, so. Oh yeah, but you're looking at a lot of. This is parking for Lumpiang Temple. You need our pay the parking? No. I mean this is a park for Lumpiang Temple. I just give you information. Oh. Yeah. Oh, okay. If you wanna coming for Lumpiang Temple, there's your ticket counter, and she will give you more information later about the ticket and. And then we have to take the bus. Yes. You will go 2 options later. You can go by shuttle bus or by walk to go. By walk, how much? That's 45 minutes, like 3 kilometers. No. Okay, you can decide later. मार्क्स खस्यो। कहानीमा ट्विस्ट चाहिँ अब आउँछ। लेडिजहरूले हेर्दै हुनुहुन्छ र बाली जाने प्लान गरिराख्नु भएको छ नि, स्पेसली हजुरहरूले यो भिडियो याद गर्नुहोला। यहाँ चाहिँ मैले टिकटै पाएन, किनभने हामी यहाँ पार्किङबाट चाहिँ यहाँ टिकट लिएर गाडीमा या हिँडेर 45 मिनट होइन, यो बसहरूमा जानु पर्दो रहेछ। अनि मैले टिकट किन पाएन भन्नुपर्दा, हामी टिकट काट्ने बेला मलाई पिरियड भएको छ कि छैन भनेर सोद्धो रहेछ है। त्यहाँ मलाई थाहा थिएन, मैले रिसर्च पनि गरेको थिएन यो बारेमा। मन्दिर हो थाहा थियो, हिन्दू, हामी सबै हिन्दू हो, हामी बार्छौँ होइन, त्यो कुरामा मान्छौँ, थाहा छ। मैले मन्दिर पूजा गर्ने मेरो प्लान थिएन, तर आफ्टर 4 डेज त केही फरक पर्दैन होला होइन, पूजा नगरे पनि त्यहाँ जान मिल्छ, यताउति फोटो खिच्न सोचेको थिएँ। तर 7 डेज क्रस नहुँदासम्म 7 डेजबाट चाहिँ होइन बल्ल त्यहाँ इन्ट्री गर्न पाउँदो रहेछ। कि त हजुर झुट बोल्नु पर्यो, कि त मनदेखि साँचो बोलेपछि चाहिँ म फर्किनु पर्यो होइन, किन झुट बोल्न सकिँदैन नि त यो कुरामा। त्यसपछि हामी गेट अफ हेभनलाई क्यान्सल गरेर हामी आयौँ यो तीर्थगङ्गा। यो पनि हाम्रो आइटिनरीमा नै थियो। बालीभरि जताततै धार्मिक स्थल नै हो नि त होइन, हिन्दू, हामी सेम हिन्दू भएको भएर चाहिँ एकदमै मान्छौँ नि त। त्यही भएर मलाई अलिकति डाउट लागिरहेको थियो यहाँ पनि जानु मिल्छ कि मिल्दैन, तर त्यस्तो केही फरक पर्दैन भनेर होइन गेटमा कुरा भयो, किनकि गेट अफ हेभनमा त्यस्तो भएको भएर चाहिँ मलाई आफै डाउट लाग्यो क्या। अनि सबै कुरा क्लियर भइसकेपछि चाहिँ हामी टिकट लिएर भित्र गयौँ। यहाँ चाहिँ अनलिमिटेड जति टाइम बस्दा पनि भयो, यहाँ पनि टिकट लिएर। तर हामी अरू ठाउँमा पनि पुग्नु पर्ने छ नि त, अनि त्यो एकछिनमा देखिने। तीर्थगङ्गाको मेन फोकस चाहिँ यो वाटर प्लेस, यहाँनिर इन्स्टाग्रामको एकदमै भाइरल स्पट देखेर नै हामी यो ठाउँलाई आइटिनरीमा राखेको थियौँ होइन, यहाँ जानको लागि पनि बोर हुनै पाएन क्या, यति ठुलो ठाउँ छ जताततै घुम्दा होइन। थ्याङ्क गड हामी चाहिँ अलिकति छिटो बिहान गएको रहेछौँ र क्राउड कुनै पनि भएन, मजाले फोटो खिच्नु पायो। तर एकछिन हामी निस्किने टाइममा चाहिँ यति भिड भइसकेको थियो, अनि त्यहाँ लाइन लागेर चाहिँ त्यो ठाउँमा फोटो खिच्नुपर्छ कि। त्यसपछि चाहिँ हामी लन्च गऱ्यौँ, बालिनिज लन्च खाएर आउँछ
तीर्थगङ्गाबाट अब एउटा केही नभए नेताबाट चस्मा किनेर हामी निस्क्यौँ। अब चाहिँ अर्को डेस्टिनेसन छ। यो चाहिँ बवाल ठाउँ छ, यो पनि हजुरलाई मनपर्छ। यो चाहिँ मेरो हस्बेन्डको, मेरो राजाको चोइस हो, उहाँको नम्बर 1मा पर्छ यो आइटिनरी चाहिँ। हामी पुग्यौँ लाहाङ्गान स्विटमा होइन। हामी चाहिँ टिकट लिँदैछौँ। यहाँ चाहिँ मैले अलिकति सोचेको भन्दा अलिकति फरक पाएँ। धेरै एक्टिभिटिजहरू रहेछ अनि स्विङ पनि रहेछ। मैले चाहिँ स्विङ अर्कै ठाउँमा गर्ने भनेर माइन्ड मेकअप बनाइसकेको छु, त्यो भएको भएर चाहिँ यहाँ चाहिँ म स्विङ गर्दिनँ। तर अरू कुराहरू चाहिँ हेर्नुहोस् है यहाँ। वा ल अब चाहिँ हामी माथि जाँदैछौँ लाहाङ्गान स्विट्समा। मोस्ट प्रोबब्ली चाहिँ यो यहाँ चाहिँ टक्क को सर्ट चाहिँ दामी हुन्छ चाहिँ त्यहाँनिर ट्रीमा चाहिँ फोटो खिच्न। अनि यहाँ चाहिँ हल्का गेट अफ हेभन टाइपको सानो उयो पनि छ। मेन गेट अफ हेभनमा जानु नपाए पनि मेन गेट अफ हेभनमा जानु नपाए पनि यसमा हल्का हामी चाहिँ यहाँ आएको छौँ, चित्त बुझाउँछौँ होइन। अब त्यसमा के अरे कम्प्लेन गर्ने कुरा हुँदैन। हामी चाहिँ अब हाम्रो गेट अफ हेभन त्यहाँ जान नपाए पनि यो गेट अफ हेभन हो, यो यहाँ देखाउँछु है, यहाँ छ। यसमा पनि हामी खुसी हुन्छौँ। भाग्यले अब नेक्स्ट टाइम जुराएछ भने चाहिँ मेन फोकस त्यहाँ जानुपर्छ, यसपालि मिल्दैन। यस्तो छ सिनहरू यहाँको। हामी यति माथि आएको छौँ कि हामी त्यहाँ 30 मिनटको ड्राइभ थियो हाम्रो तीर्थगङ्गाबाट होइन। यहाँ उनीहरूले पनि खिचिँदो रहेछ फोटोहरू। फेरि यहाँ पनि पे गर्ने हो कि गर्ने? यहाँ पनि छुट्टी पे गर्ने? हामीले पे त तल गरिसक्यो त टिकट। अब हामी यहाँ खिच्छौँ होइन। यिनीहरूले यहाँ खिच्दो रहेछ यसरी। गेट अफ हेभनको भाइ के यहाँ चाहिँ तल नै टिकट काटेको त्यसले नै हुँदो रहेछ होइन त, त्यही थाहा भयो। यहाँ चाहिँ छुट्टै काट्नु परेन किनकि अलरेडी हामीले काटिसकेका थियौँ। अब चाहिँ हामी जान्छौँ। ए उनीहरूको पालो पछि कपाल एटलिस्ट चित्त बुझाउने बाटो त भयो राजा होइन। लाहाङ्गान स्विटको गेटमा फोटो खिचिसकेपछि चाहिँ गेट अफ हेभनमा जान नपाएको चित्त चाहिँ यहाँ बुझ्यो होइन। बारीमा पुगिसकेपछि त्यो गेटमा त खिच्नु नै थियो, तर हामी चाहिँ यसरी नै चित्त बुझायौँ। यस्तो मन पर्यो कि यहाँको फोटोहरू पनि। र यहाँ नेचर लभर हुनुहुन्छ भने चाहिँ लाहाङ्गान स्विट यति लाहाङ्गान स्विटको चाहिँ मेन एट्र्याक्सन नै यो ट्री हो। यसैको लागि चाहिँ हामी लाहाङ्गान स्विट पनि पुगेको थियौँ। र यहाँ चाहिँ मेन सनराइज र सनसेटको चाहिँ बवाल हुन्छ अरे, तर हामी चाहिँ डे टाइममा पुगेको थियौँ। यसको रियालिटी चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। हामी यति लाइन बसेर यसकोमा फोटो खिचेको थियो, फोटो पनि हेर्नुभयो होला। 50,000 each. Each 50,000? 25,000 इन्डोनेसियनलाई थियो। हामी हो भने भए हुन्थ्यो है। यसले इन्डोनेसियन भाषा सिकाए मलाई कसरी भन्नु? ठिकै छ, केही छैन। Hi. Oh, so rental dress here? Sorry. I think Ticket. Indonesian people. Oh no. Oh my god. मेरो राजा त झन् इन्डोनेसियन जस्तै नि, इन्डो जस्तै नि। यो चाहिँ भिलेज हो। यो यहाँ चाहिँ ड्रेसहरू हायर गरेर हामी लाउँछौँ। इन्डोनेसियन मेरा त पुरै आज चाहिँ हामी ट्रेडिसनल बालिनिज भिलेजमा छौँ। हामी पुरै इन्डोनेसियन ड्रेसमा आउटफिटमा छौँ। राजालाई चाहिँ सबैले यहाँकै इन्डोनेसियन हो भनेर सबैजना झुक्किनु भयो, झुक्कियो मान्छेहरू होइन। हाम्रो ल्याङ्ग्वेजमा आएको भएर हामीले बोलेनौँ, त्यही भएर ड्रेस रेन्ट गरेर अब चट्ट फोटो भिडियो खिच्यौँ। यहाँ हो हामीले रेन्ट गरेको। हामीलाई एकदमै रमाइलो लाग्यो यो बालिनिजको ड्रेसमा होइन, इन्डोनेसियाको एकदमै रमाइलो भयो ट्रेडिसनलमा। अनि हजुरलाई कस्तो लाग्यो? एकदम राम्रो ट्रेडिसनल इन्डोनेसियन जस्तो खालको छ, बट ट्रेडिसनल इन्डोनेसियन आज हामीको आउटफिटमा एकदम राम्रो लाग्यो मलाई। अनि अलिकति युनिक। अरू बेला चाहिँ हामी नर्मली अरू ड्रेसमै यताउता हुन्छौँ, तर आज चाहिँ अब हुन्छ नि, आज चाहिँ बल्ल बाली आयो जस्तो फिल भयो। भोलि र पर्सिको के प्लान हुन्छ हामी सबै भिडियो आइहाल्छ। आइहाल्छ। अनि
त्यही हो त्यसमा बाबी गुलिङ खाना यहाँ बाबी गुलिङ भनेको यो पोर्क रहेछ खाना त आउनु बाँकी छ एकदम भाइब छ एकदम राम्रो यत्रो भिडभाड भएर पनि क्वाइट गीत सुनिरहेको त्यो पनि ठिक छ खेतको बिचमा धान फलिरहेको छ होइन धानको बिचमा लाइट पनि लगाएर खानेकुरा त अब एकछिनमा टेस्ट गर्नु तर भाइब चाहिँ दामी छ हामीले चाहिँ बार्बिक्युलिन ट्राई गर्दैछौँ राजाले चाहिँ पोर्क खाँदैछिन्छ म चाहिँ पोर्क कुमारी होइन त्यही भएर चिकन खाँदैछु चाहिँ प्योर अथेन्टिक बालिनिज डिस खानु मन थियो त्यही भएर पनि यहाँ पुगेको थियौँ यो खेतको बिचमा यति राम्रो रेस्टुरेन्ट बनाएको रहेछ टिङ पनि बवाल थियो र खाना पनि बवाल थियो मलाई चाहिँ हल्का हल्का स्पाइसीमा स्विट मिक्स भएको भएर चाहिँ अलिकति डिफ्रेन्स टेस्ट लाग्यो यस्तो मेरो कोकोनट वाटर हो कि जता पनि कोकोनट वाटर पाउने होइन